सो हे गाइज के छ सबैजना सन्चै हुन्छ होला आई होप होइन र म पनि सन्चै छु। म फेरि पनि आइसकेँ एउटा नयाँ भिडियोको साथमा होइन। सो म चाहिँ आज यता फिल्म गरेको थिएँ, बाबु बिरामी थियो र त्यसै लागि आज जेनजेडको आन्दोलनले गर्दा बस पनि चलिरहेको थिएनन्। सो मैले चाहिँ बाबुलाई हस्पिटल लगिदिएर पनि घर छेउदै बिहानै आएको थिएँ म चाहिँ। अहिले चाहिँ कति 1 बज्न लागिसक्यो एजुकेन्सी होइन, हेर्न सक्नुहुन्छ 1 बज्न लागिसकेको छ अहिले चाहिँ समथिङ 1 बज्न लागिसक्यो भनौँ होइन। सो म चाहिँ बिहानै आएको थिएँ र मेरो उठ्ने बित्तिकै आएको थियो र मलाई भ्लग बनाउने पनि झ्याउ लागिरहेको थियो होइन। निन्दिँदै उठेर आयो त भयो, त्यसो मैले चाहिँ गराएको थिएन, अब चाहिँ गराउँदैछु। लुक एट द भ्यू अफ हियर होइन, यस्तो छ यता चाहिँ भ्यू होइन, यता चाहिँ यता यस्तो छ। सो मैले चाहिँ यता यस्तै थियो। अब एकैचोटि भेट्यौँ उतै पारि गएर सिधै मोटो भ्लगमा। अहिले यता चाहिँ यस्तो छ बाटो अहिले यहाँनिर चाहिँ राम्रो छ, तर अगाडि चाहिँ अस्ति नराम्रो छ होइन। सो त्यस्तो पनि के गराउने, भ्यू यताउता राम्रो छ तर बाटो चाहिँ नराम्रो छ, राम्रो पनि हान्न हल्लिरहेको छ। त्यही भएर अहिले चाहिँ नगरौँ, अहिले एकैचोटि भेट्यौँ एकछिनपछि। सो यस गाइज हेर्नु सक्नुहुन्छ होइन, बाटो चाहिँ यता पनि यस्तो छ। मोबाइल चाहिँ आई होप होइन राम्रै जाओस्, हेर्न सक्नुहुन्छ बाटो चाहिँ होइन। अब के कति देखिन्छ हल्का एडजस्ट गरेर हेरिदिनु होला। अस्तिको भ्लगमा चाहिँ आधामा चाहिँ देखिरहेको रहेछ होइन। सो हेरिदिउँ, अस्तिको भ्लगमा चाहिँ आधा ह्यान्डल आधा बाटोमा चाहिँ देखिरहेको थियो। खास गरी होइन आज चाहिँ हेरौँ के देखिने रहेछ। आजको भ्लगमा चाहिँ आधा ह्यान्डल आधा उ देखिन्छ कि आधा बाटो आधा उ देखिन्छ। अस्तिको भ्लग जस्तो नहोस् होइन। बाइकमा भइसकेपछि चाहिँ दामी देखिन्थ्यो होइन। बाइकमा चाहिँ अब हेलमेट लगाएर नि राम्रै देखिन्थ्यो, मतलब हेलमेटबाट भन्नाले नि मोबाइलबाट गराउँदाखेरि नि राम्रै देखिन्थ्यो। अस्ति बाइकमा चाहिँ मैले बाइकको भ्लग चाहिँ हालेको थिएन, बाइकबाट गराएँ मोटो भ्लग चाहिँ। तर मैले यति टेस्टको लागि चाहिँ टेस्ट गरिरहेको थिएँ त्यो कतिको आउँछ भनेर। त्यस बेला चाहिँ दामी आइरहेको थियो होइन, दामी आएको थियो त्यस बेला चाहिँ। तर बाइकबाट अब स्कुटीमा चाहिँ आउँदाखेरि आधा ह्यान्डल आधा बाटोमा चाहिँ आउने रहेछ होइन। सो मेरो चाहिँ अब हेलमेट पनि पुरा तल आइसकेको छ। माथि गराऊँ हेलमेटलाई, चाहिँ हेर्न सक्नुहुन्छ यस्तो खटारो बाटोमा पनि यस्तो चिल्लो कार आउँछन् होइन। त्यहाँ बसेर जाम अगाडितिर के हुन्छ होइन। अन्त म चाहिँ पुरा यस्तो लास्टमा बसिरहेको छु। अनि हेर्न सक्नुहुन्छ मेरो हात पनि पुरा तन्केर छ होइन। पुरा यस्तरी बस्नु परिरहेको छ मलाई चाहिँ, ताकि आधा ह्यान्डल आओस् अनि आधा बाटो देखियोस् अगाडिको भनेर होइन। अब त्यो त के कस्तो आउँछ पछि एकैचोटि अनि म फेरि अगाडि गएर हेर्नेवाला छु के कतिको देखिरह र के कस्तो भइराख्यो भनेर। बाटो चाहिँ हेर्न सक्नुहुन्छ। यो सबैजनाले माया साथ सपोर्ट देखाइदिनु होला, सपोर्ट गरिदिनु होला। बाटो चाहिँ यस्तै छ, हेलमेट पनि हल्का ठुलो परेछ जस्तो छ। पहिला त मैले सानो भनेर ठुलो ल्याउनु खोजिरहेको थिएँ, तर ठिकै गरेको छु यो चाहिँ लिएर होइन। अझ सानो भएको कति राम्रो हुन्थ्यो। अहिले गएको छ यो चाहिँ सक्नुहुन्छ। अगाडिबाट अटो आउँदैछ, बाटो यस्तो छ यता पहिचान बाटो त। सो अब चाहिँ हाम्रो राम्रो बाटो आइसकेको छ। सो हल्का भगाइदिउँ। अघि आउँदा त पानी परिरहेको थियो, यतापट्टि कतिजनाले माछा पनि नराख्नु थियो। सो अहिले चाहिँ अब सिजन यस्तै गाउँघरतिर यस्तै त होइन, माछा मार्ने के गर्ने। सो अहिले चाहिँ पानी परेको त छैन, तर नि हेर्न सक्नुहुन्छ पुरा अघि नै चाहिँ पानी परिरहेको थियो, त्यसैले बाटो चाहिँ पुरा भिजिसकेको रहेछ। अहिले चाहिँ पानी त परेको छैन, यो पर्ने जस्तो गरिरहेको थियो हेर्न सक्नुहुन्छ होइन। आसमान कि उचाइयो पे। सो अब हाम्रो स्कुटीलाई चाहिँ 2000 किलोमिटरमा सर्भिसिङ गराउनुपर्छ। अब यहाँ चाहिँ अहिले चलिसकेको छ यो 2006 किलोमिटर होइन। अब घर जाँदासम्म त आई थिङ्क 15 नै पुग्छ होला होइन। अब के कस्तो हुन्छ हेरौँ। अब अर्को भ्लग चाहिँ सिधै सर्भिसिङ गर्न जान लागेको पनि हुनसक्छ, अन्त कतिजना लागेको पनि हुनसक्छ होइन। हामी चाहिँ आज बिदा थियो, त्यसैले
बिदा भन्नाले त जेनजेडको आन्दोलनले गर्दा बिदा भइ नै राखेको छ। त्यही नि हाम्रो चाहिँ अब 10 क्लासको थाहा नै छ तपाईँहरूलाई होइन, छुट्टी हुन्न र 10 क्लासको शनिबार इक्जाम हुन्छ भनेर। अनि आज हाम्रो इक्जाम चाहिँ पोस्टपोन भइसकेको छ। अब कहिले हुन्छ त्यो चाहिँ थाहा भएन मलाई होइन। उता चाहिँ मेरो मामा घर पर्छ, तपाईँ देखिरहेको होला या फिर देखिरहेको छैन आई डोन्ट नो होइन। सो सक्नुहुन्छ हरियाली गाउँघरको यस्तै त गाउँघरमा बस्ने होइन, रमाइलो हरियाली पुरा पिस पाइन्छ गाउँघरमा चाहिँ होइन। बजार जस्तो हुन्न यता पनि होइन, शान्त होइन। सबैजनाले तपाईँ काम गर्दै हुनुहुन्छ, धान गर्ने तपाईँ हेर्न सक्नुहुन्छ, धान गर्ने काम भइरहेको छ यता पनि। हामी चाहिँ जाँदैछौँ घर। सो अब जाऊँ कन्फर्मेसनको लागि एकचोटि हर्न पनि बजाइदिउँ। एकचोटि चाहिँ अफ क्यामेरा नै भनौँ होइन, त्यसो चाहिँ मैले भ्लग गराइरहेको थिएन। तर एउटा बाइक लिएर आएको थिएँ म चाहिँ यहाँ, यस्तै काम परेर। तर घर जाँदाखेरि यहीँनिर बाइक बिग्रेर लो त्यस्तो होइन, त्यस्तो गाह्रो भएको थियो मलाई चाहिँ। डोराउँदै कि यहाँबाट जुन देखाएँ नि मैले, यहाँबाट डोराउँदै त्यहाँबाट ल पानी आइदिएको छैन। अब चाहिँ हल्का भगाइदिउँ, घर जानु पर्छ। मलाई टाढो छ, पानी परिरहेको रहेछ यताबाट चाहिँ हेर्न सक्नुहुन्छ। पानी आइसक्यो होइन। सो अब भिज्दै पनि के भ्लग गराऊँ होइन। मैले मोबाइललाई चाहिँ अब राख्छु त्यो होइन। पानी आइसक्यो, अब मोबाइललाई राखौँ होइन। मोबाइल फेरि भिज्यो भने फेरि समस्या हुनसक्छ। सो अब एकछिनपछि भेटौँ यता। सो यस गाइज मैले चाहिँ अब मोबाइललाई राखिदिइसकेँ होइन। पानी आइरहेको छ, त्यसैले फेरि भिज्न सक्छ मोबाइल, फेरि यताउति के होला। सो म चाहिँ अब एकैचोटि घर गएर भेटौँ यता। कहीँ नरुखेर आउनुको मेन रिजन पनि यही हो होइन। अलि यो खोलाले चाहिँ अलि बढी आयो भने चाहिँ अलिक गाह्रो हुन्छ नि त, त्यसैले म चाहिँ आइगेँ। सो पानी पनि नभन्नसँग चाहिँ पुरा म भिजिसकेँ, मेरो मोबाइल पनि भिजिसकेँ होइन। नभन्दा खोला चाहिँ कटोस्, अनि त्यसपछि म रेस्ट गर्छु कतै गएर। सो आजको लागि चाहिँ यति नै। म चाहिँ भिजेर यहाँ हेर्नु सक्नुहुन्छ, चुट्रुकै भइसक्यो होइन। हेर्नु सक्नुहुन्छ पानी पनि यस्तो निस्किन्छ होइन। जुत्ता पुरा भिजिसक्यो, भेस्ट पुरा सुकेर मैले चाहिँ बाहिर राखिदिइसकेँ। म चाहिँ कहीँ अड्डी हालिदिन्थेँ, तर त्यहाँ बिचमा फेरि एउटा खोला पर्छ, त्यसमा अब फेरि यस्तै त होइन। अब धेरै पानी आयो भने त फेरि अलिक भलाउँछ, भलायो भने फेरि आउनु सकिन्न भनेर म चाहिँ रुच्दै भए पनि आइसकेँ। म चाहिँ म घर आइसकेँ। आजको लागि यति नै। छिट्टै भेटौँ अर्को भ्लगमा।